यो भिडियो चाहिँ मोरङको केराबारी गाउँपालिकामा रहेको तोपथुम्कीको भ्रमणको भिडियो हो। भिडियो हाल्नु चाहिँ ढिलो भयो, ठिकै छ, केही छैन, आज पनि हाल्दैछु। टुटीखेल बेच्छु भने जस्तो हो, टुटीखेल बेच्छु भने जस्तो। यहाँ हेर्नुहोस्, यहाँ पूजा सर हुनुहुन्छ, यता म छु होइन। मैले अब भ्लग गर्ने प्रयास गरिरहेको छु तपाईँको। यो चाहिँ हामी लगभग जाँते बजार नेरी आइपुगेको छौँ, जाँतेमा ठ्याक्क आइपुगेको छौँ, भिडियो देख्न सक्नुहुन्छ। यो बुलेट लिँदा कस्तो हुन्छ मलाई सल्लाह दिनु त, साथीको दामी रहेछ, कि यो लिदिउँ हो, कि नयाँ किनौँ कि सेकेन्ड ह्यान्ड किनौँ। हो आज त बाटो पनि के हो, अफरोड पनि खतरा रहेछ यार। मैले सपनामा सोचेको थिएँ यति अफरोड छ भन्ने। यार नै पानी छब्लङ छब्लङ आउँछ, चिप्लिङ आउँछ भाइ। राम्रो कुदाएको, डर लाग्यो माइलो। यहाँ हेर्नुहोस् न, बिजोग छ, पहिलोपल्ट आएको होइन, कति मिस्टेक गऱ्यो होला, माफ दिनु होला। अब बनाउँदैछु, हेर्नु बाटो हेर्नु कस्तो डर मर्दो रहेछ कि यो सामान्य बाटो मेरो लाग्यो, मलाई त डर लाग्यो। दिनले बाँचेको थिएँ, अरू कुरा त्यस्तै हो। आम्मा बाटो त के हो यस्तो यार, डर मर्दो छ त, मरद छ त बाटो त नि। मुनिबाट बन्ने बाटो, मुनिबाट जस्तो लाग्यो। हेर्नुहोस् अफरोडको मजा लिन्छ, हेर्नु गाडीले कस्तो माल हाल्दैछ। हे भगवान् बचाउनुहोस् मलाई, डर लाग्यो माइलट, डर लाग्यो माइलट। साथीहरू अगाडि बुलेटमा गएको छ, सुइसी हामीलाई पो गाह्रो भयो यार। अब के हो, तपाईँहरूले के भन्नुहुन्छ कि हामीले बुलेट लिनुपर्ने, भाडा लिनुपर्ने, किन्नुपर्ने, कमेन्ट गरिदिनु होला। बाइक खेल्दै जानुपर्ने स्थिति छ यार। अब भाइले बाइक नयाँ लिनुपर्छ है सर, नयाँ लिनुपर्छ। तातेर हो क्या ए साला, के दिनमा आएछ यार। बाटो यस्तो खतम छ, यस्तो खतम बाटो छ। अनि यो ताले पुगिन्छ त, गाह्रो छ। हेर्नु न बाटो कस्तो छ, अफरोड छ, पुरो अफरोड छ। हेर्नु बाटो पनि बन्द रहेछ, टक्क परेर। म पनि आउँदैछु, अलिकति हिँड्नु पर्यो क्या, हिँड्नु नचाहेर पनि हिँड्नु पऱ्यो। यता नि टक्कै आउँदैछ। जोस् जीवनमा अनुभव लिनु पायो, बवाल छ बाटो चाहिँ, यदि याद छ बाटो यस्तो बवाल छ। आम्मा खतरा छ बाटो, लडाउनु छ बाटो, डेन्जर छ, लडाउनु हुन्छ कि डर लागिरहेछ। पहिलोपल्ट आएको मात्र डेन्जर छ बाटो। जे होस् ऐतिहासिक ठाउँमा हेर्छ, यो कति सत्य हो त होइन, हेर्नु आफै पढ्नु है। खतरा ठाउँ चाहिँ, अङ्ग्रेजहरूको पालामा तोप पड्काएकोले यस ठाउँको नाम तोपथुम्की भएर राखिएको पुर्खाको भनाइ छ। कुन पुर्खा रहेछ हौ यस्तो ठाउँ चाहिँ। आम्मा जीवनको अनुभव गर्नु पाइयो, डर लाग्यो माइलर्ड। ठिक छ, यहाँ आएपछि त घर जानु मन लागेको छ, गाह्रो छ हामीलाई पनि। के छ यहाँ जग्गा किन्नु पाइँदैन, यस्तो दामी ठाउँमा जग्गा किन्नु पाए त स्वर्गै हुन्थ्यो होला होइन। सात दुर भए पनि हुन्थ्यो। यस्तो छ मौसम हेर्नु त, आम्मा यहीँ बस्नु, यहीँ सुत्नु लाग्दैछ। जे होस् भाइलाई धन्यवाद यहाँसम्म ल्याइदिएकोमा। धन्यवाद, मैले दिएको पनि थिइनँ, धन्यवादले पुग्छ। अब के दिनु सक्दिनँ मैले, त्यही दिनु पऱ्यो नि। आफू हिँड्दै ल म चोको पनि खुवाउँछु, भरे 5को चोको पनि मेरो तर्फबाट। जे होस् हामी आउने यात्रा क्रममा नर्कडेमा आइपुगेको छौँ होइन। यो ठाउँ चाहिँ एकदम राम्रो लाग्यो होइन, रातिकालीन अवस्था पुगिसक्यो, 6 साढे 6 त भइसक्यो होला होइन। यता हेर्नुहोस् न, हामीले बाटो पनि एकदम यो ढुङ्गा हेर्नु दाइ राम्रो रहेछ। तर हामीलाई थोरै जेसीबीले गर्दाखेरि चाहिँ हामीलाई जानु टाढो, तर केही छैन, रेस्ट पनि भयो, बाइक पनि तातेको थियो होला। यो भित्र हामी चिया छौँ, ठिकै छ। सुन भयो नुन भए पनि तिमीले पाउँदैनौ, मैले पाउँदैन, टेन्सन नल्याऊ। बरु अगाडि हेर, जेसीबी भिडियो हेर ल, जेसीबी वर्किङ भिडियो, नाइस जेसीबी वर्किङ भिडियो। अझ राम्रो भ्लगर ल्याउने प्रयास गर्नेछु, यो चाहिँ मेरो पहिलो प्रयास हो। सबैले साथ दिनु होला। लक्ष्मी कुमार तामाङ युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला। धन्यवाद।